नमस्ते, मेरो नाम चाहिँ सुनिल जोशी हो। हाम्रो फार्मको नाम चाहिँ खप्तड कृषि फार्म हो। हाम्रो फार्म चाहिँ कैलाली जिल्ला जानकी गाउँपालिका 5 पहाडीपुरमा छ। हाम्रो फार्म चाहिँ 2077 सालमा स्थापना भएको थियो। अहिले चाहिँ हामीले 5 बिघा क्षेत्रफलमा विभिन्न किसिमका तरकारीहरू व्यावसायिक तरकारी खेती गर्दै आइरहेका छौँ। आज चाहिँ मेरो यो हाम्रो यस खप्तड कृषि फार्मको युट्युब च्यानलमा फर्स्ट भिडियो पनि हो र सँगसँगै आज मैले कम लागतमा छिटो उत्पादन दिएर छिटो फाइदा निकाल्न सक्ने एउटा खेतीको बारेमा जानकारी दिन गइरहेको छु। आफ्नो लगभग तपाईको 4-5 वर्षको एक्सपिरियन्स अनुसार कम लागतमा कम समयमा छिटो उत्पादन दिन सक्ने र सँगसँगै बजारमा पनि एकदम रुचाइने र बेच्न पनि अलि सजिलो हुने एउटा विशेष चिजको भिडियो बनाउन गइरहेको छु। त्यो विशेष चिज भनेको हाम्रो यो काँक्रा हो। देख्न सक्नुहुन्छ यो काँक्रा चाहिँ हाम्रो तपाईको यो मेरो ब्याकग्राउन्डमा जति पनि देख्नु भएको छ नि, यता करिब हाम्रो लगभग 4 कट्ठामा काँक्रा छ रोप्नु। अनि यो चाहिँ हाम्रो क्रिस भेराइटीको काँक्रा हो। यो काँक्रा चाहिँ तपाईको 30 दिनबाट उत्पादन दिन सुरु गर्छ भनेपछि यो 90 दिनमा लगभग सबै बारी नै सकिन्छ र यो चाहिँ हामीले बर्खामा लगाएको काँक्रा हो। तपाईको यसलाई गर्मी महिनामा पनि गर्न सकिन्छ र बर्खामा चाहिँ अलि रेट राम्रो हुने भएकाले हामीले अहिले चाहिँ यो क्रिस भेराइटी लगाएको छौँ। यो 30 दिनबाट नै उत्पादन दिन सुरु गर्छ र यो लगभग 75-80 दिन 90 दिनको भित्र यो बारी पुरै सकिन्छ। करिब हामीसँग यहाँ 3-4 कट्ठाको एरियामा छ र तपाईको यो हामीले यो चाहिँ सबै हाम्रो 5 बिघा फिल्ड नै मन्चिङ प्रविधिबाट गरिरहेका छौँ। हामीसँग विभिन्न जातका तरकारीहरू छन्। जस्तै उतातिर त्यो देखिरहेको चाहिँ फर्सी हो, यतातिर यो लौका बजार गइरहेछ, उता हाम्रो करेला, बोडी, भिन्डी सबै आइटमहरू छ हामीसँग। हाम्रो चाहिँ अब अहिले चाहिँ मैले यो विशेष काँक्राको भिडियो बनाउँदैछु। अनि यो काँक्रा चाहिँ तपाईको कस्तो हुन्छ भनेपछि बजारमा पनि एकदम राम्रो बिक्छ है। अब अरू तरकारीहरू मध्येमा काँक्रा चाहिँ एकदम राम्रो बिक्ने भएकाले अनि यो काँक्राहरू बर्खामा लगाउँदाखेरि काँक्रा बोडी चाहिँ अलि सहज हुन्छ र जो कोही नयाँ किसान दाजुभाइ साथीहरूले चाहिँ कुन खेतीबाट स्टार्ट गर्ने भन्ने सोचमा हुनुहुन्छ भने हजुरहरूले काँक्राबाट स्टार्ट गर्दा एकदम राम्रो हुन्छ। किन भनेपछि यसको लगानी पनि अलि कम हुन्छ। अरू बालीको अनुसार टमाटर, खुर्सानी, करेला यिनी भन्दा यसको लगानी चाहिँ अलि कम हुन्छ र यसले छिटो उत्पादन दिन्छ, सँगसँगै बजारमा अलि रुचाइन्छ। अनि यो काँक्रा चाहिँ हाम्रो दुईटा प्रविधिबाट गर्न सकिन्छ। एउटा खुल्ला खेतमा पनि लगाउन सकिन्छ र जस्तै अहिले यो चाहिँ हाम्रो मन्चिङ प्रविधिमा छ है। अनि मन्चिङमा गर्दाखेरि चाहिँ अलि बढी उत्पादन लिन सकिन्छ र सँगसँगै अलि लामो समयसम्म पनि उत्पादन दिन्छ यसले र अलि बुट्टाहरूको ग्रोथ यताउति सबै कुरा थोपा सिँचाइबाट गर्दाखेरि खुल्ला पानी चार्दा र थोपा सिँचाइबाट चार्दाखेरि अलि फरक पनि पर्न जान्छ, उत्पादन पनि बेसी हुन्छ र तपाईको करिब हाम्रो यहाँ 3-4 कट्ठामा छ। तपाईको यो 30 दिनबाट उत्पादन दिन सुरु गर्छ भनेपछि यो 75-80-90 दिनमा सबै बाली नै सकिन्छ र सँगसँगै अब यो तपाईको 3 कट्ठामा प्रति कट्ठा 20 कुन्टलको दरले उत्पादन भयो भने तपाईको 3 कट्ठामा 60 कुन्टल भयो। ल एभरेज मान्नुहोस् तपाईँले 25 रुपियाँ किलो बेच्नु भयो भने पनि 1,50,000 को काँक्रा बेच्न सकिन्छ है। छोटो समयमा एकदम राम्रो फाइदा लिन सकिन्छ यो काँक्रा बालीबाट र यसमा लागत अरू बालीको तुलनामा यसमा लागत पनि अलि कम हुन्छ र सँगसँगै हामीसँग विभिन्न भेराइटीहरू छन् तरकारीमा। जस्तै उतातिर त्यो देखिएको बोडी हो, यो चाहिँ अहिले यो लौका हो, यो बजार गइरहेछ र उता हामीसँग करेला छ। यो काँक्रा चाहिँ हाम्रो साउनको लास्ट भदौको पहिलो हप्ताबाट निस्किन्छ र त्यति बेला अब तपाईँको रेट पनि राम्रै हुन्छ। सँगसँगै चाडपर्वहरू, तीजहरू, जन्माष्टमीहरू आउने क्रममा छ र त्यति बेला एकदम बजारमा चहल पहल पनि भएका कारणले अलि रेट पाउन सक्छ। अब रेट भन्ने कुरा यस्तै हो, कहिलेकाहीँ वात्तै यही काँक्रा 80-90 रुपियाँ किलो पनि हुन्छ र कहिलेकाहीँ 10 रुपियाँ किलो बेच्न पर्ने पनि अवस्था हुन्छ। सँगसँगै अहिले चाहिँ एकदम राम्रो भइरहेछ। यो क्रिस भेराइटी हो, यो चाहिँ हाम्रो 30 दिनबाटै उत्पादन दिन सुरु गर्छ है। देख्न सक्नुहुन्छ। अनि आज मेरो युट्युबमा यो फर्स्ट भिडियो पनि हो, सबैले हेरेर आफ्नो प्रतिक्रिया दिनु होला
सँगसँगै मैले आफूले जानेका कुराहरू हजुरहरू मार्फत सेयर गर्नेछु र सल्लाह सुझाव दिँदै गर्नुहोला। हस्, धन्यवाद।